मुख्यमन्त्रीको नियुक्ति हुनु भएको छ। अब राप्रपाले एक हिसाबको विवाद पनि छ हैन, यसलाई कसरी व्यवस्थापन गरेर अगाडि बढ्नुहुन्छ? अब सरकारको विषय कसरी? धेरै धेरै धन्यवाद। सर्वप्रथम त बागमती प्रदेशको मुख्यमन्त्रीको लागि मलाई मेरो पार्टी नेकपा एमाले त्यसैगरी यो अहिलेको सत्ता साझेदार पार्टी नेपाली कम्युनिस्ट पार्टी त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा म आज भर्खरै मात्र बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको छु। जहाँसम्म तपाईँको प्रश्न छ त्यो प्रश्नको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीको 12 जना मान्यज्यूहरू बसेर संसदीय दलको लेटर प्याडमै उहाँहरूको चाहिँ बैठकको निर्णय गरेरै अहिलेको सरकारमा सहभागी हुने, सरकारलाई समर्थन पनि गर्ने र सरकारमा सहभागी भएर बागमती प्रदेश सरकार सञ्चालनको लागि सहयोग गर्ने भनेर उहाँले हामीलाई सहयोग गर्नुभएको छ। त्यसकारण अब पार्टीको जुन अलिक माथिल्लो उसमा केही चाहिने समस्याहरू छ त्यो समस्यालाई समाधान गर्नको लागि म आफै पनि पहल गर्नेछु। विशेषतः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षज्यू, पदाधिकारी, कार्य सम्पादन समितिका सदस्यहरू सबैसँग म बसेर एउटा यो बागमती प्रदेश सरकारको जुन डेडलक छ त्यो डेडलक फुकाउने काम त राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो। त्यसकारण पनि हामी जनप्रतिनिधिहरू, हामी मान्नेहरूको एउटा नैतिक जिम्मेवारी पनि हो यो चाहिँ प्रदेश सरकारलाई अनिर्णयको बन्दी बनाएर राखिरहनु हुँदैन। त्यसकारण पनि हामीले यो अहिलेको चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीका मान्यज्यूहरूले यो बन्धनलाई फुकाउने काम गर्नुभएको छ। म उहाँहरूप्रति हार्दिक आभार एवं धन्यवाद पनि व्यक्त गर्छु। तपाईँ वडा अध्यक्ष मन्त्री हुँदै मुख्यमन्त्री बन्नु भएको छ। विगतका सरकारहरूले गर्न नसकेका कुन महत्त्वपूर्ण कामहरू चाहिँ गर्दै हुनुहुन्छ तपाईँहरूले? वास्तवमा भन्नुपर्दाखेरि म स्थानीय तहमा बसेर वडा अध्यक्षको रूपमा रहेर प्रत्यक्ष जनतासँग ठोकिएर मैले काम गरेको छु। जनताको आवश्यकता के हो, विकास के हो र त्यहाँ चाहिँ नि के कुराबाट सम्बोधन गर्दाखेरि राज्यले सम्बोधन गर्दाखेरि जनताले राहत पाउँछन् भन्ने कुरा मैले राम्रोसँग बुझेको छु। त्यसका अलावा म योभन्दा अघिल्लो चाहिँ उसमा स्वास्थ्य मन्त्री 2 वर्ष बागमती प्रदेशकै स्वास्थ्य मन्त्रालयको मैले जिम्मेवारी सम्हालिराख्दाखेरि बागमती प्रदेशको 13वटा जिल्ला, 119वटा पालिका, 1121वटा वडा र धेरै चाहिँ अधिकांश भूगोलमा को अवस्था मलाई थाहा छ। कुन ठाउँमा चाहिँ पूर्वाधारहरू आवश्यक छ, कुन ठाउँमा शिक्षा स्वास्थ्यको अवस्था कस्तो छ, कुन पालिकामा त्यहाँका नागरिकहरूले स्वास्थ्य सेवा कसरी पाउनु भएको छ, त्यहाँका चाहिँ बाटो पुल लगायतका चाहिँ विकासका पूर्वाधारहरू के छन् र त्यो सबै कुरा मैले मेरो 2 वर्षको अनुभवमा मैले यो बागमती प्रदेशको 13वटा जिल्ला, 119वटा पालिका, 1121वटा वडा जहाँ चाहिँ नि 61,25,000 भन्दा बढी नागरिकहरूको बसोबास रहेको छ। यो क्षेत्रलाई मैले राम्रोसँग भूगोल, विकास, समृद्धि सबै चाहिँ मैले चिनेको छु। त्यसकारण पनि त्यसलाई अड्केका कामहरू, रोकिएका कामहरू र त्यसलाई फुकाउने काम चाहिँ नि मैले गर्छु। मैले देखेको विश्वासको मतको लागि सङ्घर्ष हुँदैन। किन हुँदैन भने अहिले हामी 63 जना मान्य, हामीलाई 53 जना भए पुग्ने ठाउँमा 63 जना मान्यज्यूहरूले हामीलाई चाहिँ नि विश्वास समर्थन जनाउनु भएको छ। त्यसकारण पनि यो विश्वासको मत लिनको लागि सङ्घर्ष गर्न पर्दैन र हामी जतिसक्दो चाँडै चाहिँ विश्वासको मत पनि लिन्छौँ। हामी बसेर छलफल गर्छौँ, जतिसक्दो चाँडै 1 हप्ताभित्र हामी विश्वास लगभग मन्त्री परिषदको पूर्णता 1-2 बाहेक सबै आज हामीले उहाँहरूलाई चाहिँ नि मन्त्री परिषदमा नियुक्ति गरिसकेका छौँ। अब केही समयपछि हामीले चाहिँ नि मन्त्री परिषदले पूर्णता पाउँछ। मन्त्रालय त्यो त्यतातिर सोच बनाएका छैनौँ। अब हामी विशेषतः 3टा राजनीतिक दल जहाँ चाहिँ नि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपा बसेर र अन्य चाहिँ हाम्रा प्रतिपक्षी दलहरूसँग पनि बसेर उहाँहरूको सल्लाह सुझावलाई आवश्यकता भयो भने त्यो पछि हामी सोच्ने कुरा हो। तर अहिले हामीले सोचेका छैनौँ। अहिले मन्त्रालयहरूमा भद्रगोल देखिन्छन्, 3 जना सचिव हुनुहुन्छ, मन्त्रीहरूले कहाँ शपथ गर्ने, 3टा महाशाखा जस्तो देखिन्छ, एक ठाउँमा शपथ गरिदिनु भएको छ। यो भद्रगोललाई चाहिँ कहिले चिरेर अगाडि बढ्नुहुन्छ, कसरी व्यवस्थापन गर्नुहुन्छ? यो भर्खरै मात्र योभन्दा अघिल्लो सरकारको 14वटा मन्त्रालय थियो। त्यो 14वटा मन्त्रालयलाई मर्ज गरेर अहिले चाहिँ नि त्यो मन्त्रालय सङ्ख्या घटाउने भनेर 8वटा लिएर आएका छौँ र त्यो ल्याउने सन्दर्भमा त्यसका संरचनाहरू, यहाँका कर्मचारी, दरबन्दी त्यो चाहिँ नि सबै कुरा चाहिँ नि
अब हामीले चाहिँ नि लिएर जाँदैछौँ। त्यसपछि जब चाहिँ नि मन्त्रालय मर्ज भएर नयाँ आर्थिक वर्ष सुरु भइसकेपछि सरकारले चाहिँ नि पूर्ण विराम पाए बागमती प्रदेशमा सरकार अल्पमतमा रह्यो र त्यसले गर्दाखेरि काम गर्ने अवस्था मिलेन। अब आजबाट सरकारले पूर्णता पाछ। अब हामी जतिसक्दो चाँडै मन्त्रालयहरूलाई व्यवस्थित रूपले सञ्चालन गर्ने, मन्त्रालयका व्यवस्थापन गर्ने र त्यहाँका कर्मचारीहरू श्रीमान सचिवहरूलाई र प्रशासन लगायतका क्षेत्रमा हामी त्यसलाई व्यवस्थापन गर्छौँ। मन्त्रालय 3 ठाउँमा हुन्छ कि 1 ठाउँमा हुन्छ? मन्त्रालय त हरेक मन्त्रालय एकै ठाउँमा हुन्छ। चाहिँ पछि बसेर छलफल गर्छौँ। त्यसहरूलाई समाधान गर्नको लागि म आएको छु। त्यसकारण मैले चुनौती लिएको छैन। यो मेरो एउटा अवसर पनि हो। यो चाहिँ समस्यालाई समाधान गर्ने, हरेक कुराको अगाडि समस्या हुन्छ, त्यसका साथसाथै समाधान पनि हुन्छ। त्यसको आधारमा भोलि हामी छलफल गरेर अगाडि बढ्न सक्छौँ।